channel to my subscribe. लिपसिङ हान्नु परेन लिपसिङ त म हान्दा ज्यादा बनाउनु कसरी साथी तिम्रै भाउजू जस्तो छ त बडा दियो फेरि अब देखाउन मिल्दैन बडा Ladies and gentlemen, this is your captain Vijay Guru. यता मान्छे सिरियस भएर हेरिरहेको छ पुरै मायामा डुबेर थियो बाई बाई काका बाई Guys, welcome to our Amrit vlog. I hope you guys are enjoying the day Yeah. and just chill, enjoy your day. We are a brother from different mother, but we are staying like our own brother. We are gathering, we are meeting, we are going to visit, and you know we are cooking some delicious food, eating, enjoying our life. Because what is life? Life is we have to make a memory enjoyable, you know. त्यही हो यसो अलिकति अब इङ्ग्लिस बोल्ने होइन जानेको छ बोल्छ नि तिमीले जानेछ बोल्छ छैन नि जानेको छु बोलिहाल्छ नि होइन सक्दैन नि फेरि जाने भएर बोल्यो नजाने भएर बोल्दैन होला क्या अरे होइन सोचिरह होला काले भन्ने सोचेर काले हो त अनि होइन काले होला केटा हो केटाकेटी हो काले है त क्या हुआ दियो सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला र ब्लग हेर्नु तपाईँहरूलाई जस हामी सक्दो मनोरञ्जन दिनेछौँ सक्दो नसक्ने त कहाँबाट दिने त कहाँबाट टिपेर ल्याएर दिने मैले नसक्ने सक्ने दिन्छौँ हेर्नुहोस् इन्जोय गर्नुहोस् लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला अब यस्तै यस्तै गरी हामी भेट्नेछौँ ल यल्ला A few moments later. गाइज म फेरि पनि फर्किसकेँ बिहान भिडियो बनाएर सुतेर टक्क अहिले चाहिँ उठेर फेरि अब यहाँ साथीहरूलाई टक्क हामी चाहिँ उता जाँदैछौँ यसो घुम्नलाई होइन कता जानु लाग्यो हामी टक्क चिया खाने होइन चिया खाएर टक्क चिया समोसा कस्तो जाडो जाडो होला जस्तो छ यार यहाँनिर यहाँ सक्नुहुन्छ गरम गरम मेरोमा त ब्यालेन्सै छैन होइन होला खै नम्बर भन त 98 बाँकी नम्बर आफै दिन्छ क्या हेर्न सक्नुहुन्छ यो चाहिँ हल्कुसको पार्क यहाँ पुरै सबैजना टक्क आफ्नो धुनमा चल्ला यहाँ हेर्नु 1000 थरीको मान्छे देख्न सक्नुहुन्छ उयो अगाडिको बच्चा जस्तो देख्ने चाहिँ मेरो अङ्कल है बुढो पाखा नै हो बच्चा जस्तै देख्छ कसले गर न फोन गर Channel to my subscribe. Channel to my subscribe. Channel to my subscribe. ओ भाई मारो मुझे मारो मारो कहाँबाट सिक्यो के खानु कडा भने त ल के खानु रे को को तपाईँ एकछिन वान मोर टाइम अनि आउनु नगर्नु च्यानल टु माई सब्सक्राइब ल ल कडा ल अहिले देखाउँदै गर्छु ल साथीको त्यो मैले भने जस्तो भिडियो बनाउने हो कि सिनेमेटिक यता उताबाट उफ्रिनु पर्छ फेरि अनि होइन नेटहरू छ उताबाट उफ्रिनु पर्छ फेरि साथीको त्यो मैले भने जस्तो भिडियो बनाइदिउँ त्यहाँनिर बनाउन नि यतिकै यही बनाउन त्यो त अनि तिमीले दिनु पर्यो नि त अनि के चाहिँ दिनु अब कुन गीतमा बनाउने हो केमा बनाउने हो भिडियो बनाउन गीत त आफै आइहाल्छ नि अनि लिपसिङ हान्नु परेन लिपसिङ त म हान्दा ज्यादा बनाउनु कसरी साथी काका पनि बनाउने हो क्या केटीहरू त को रहेछ तिम्रै भाउजू जस्तो छ त क्या केटीहरू त को रहेछ तिम्रै भाउजू जस्तो छ त हरामी हो बेटा कडा दियो फेरि अब देखाउन मिल्दैन भाउजूलाई होइन टक्क अनि पार्कमा कतिजना मान्छे बसिरहेको छ अहिले टक्क बेलुकाको सिनमा दामी आएर साथी आमा ए स्लो मोसन हान्दैमा साथी
कडा दिने साथीले ल हात चाहिँ लास्टै गर्दो रहेछ एकै दाल नभएर बनाइदिने क्या होइन ल ल अहिले के देखाउँदै गर्छु ल लगाइ चाहिँ अहिले चाहिँ हामी वेस्टर्न भन्ने मार्केटमा आइपुगिसक्यौँ साथी त्यहाँ पढ्नु पनि गएको छ हामी कहाँ भन्दै टक्क होइन केही भनिदिनुहोस् Good morning, ladies and gentlemen. गुड मर्निङ होइन Hello, good afternoon, ladies and gentlemen. This is your captain, Vijay Guru. Please tighten your seatbelt properly, and if you have to take a break, then you can use the oxygen. Here. We are ready to Take off. Take off. Here you Western market है और कुछ को. Western को सामान हो. त्यो अगाडितिर चाहिँ यहीँतिर राखेर अफरको सामान त्यहाँतिर अफरको चाउचाउ खोजेर हिँडेको हामी चाहिँ भेटेन साथी Yo चाहिँ man, welcome to our Ambush Black List. Don't forget to like and subscribe. या यहाँतिर हुनुपर्ने भनेर अफरको सामानहरू चाहिँ यहीँ हुन्छ क्या प्रायः अफर त्यो अफर हो त्यो अफरमा भयो सायद जहिले त कहाँ अफरमा राख्छ होला त एउटै चिज नि यो सब अफरमा त्योहरू भयो त्योहरू सब अफरको सामानहरू है यो हाम्रो यो मान्छे पनि अफरमा है ल को किन्न चाहनुहुन्छ 50% अफ होइन त 8 million पर्दैन 8 million पर्दैन 50% अफ यो म्यागी बनाएर खाने अहिले छि म्यागी त खाँदैन ल अहिले म्यागी खादिन्छ अँ खाएको छैन म्यागी कस्तो मिठो हुन्छ हो र यो गाई अहिले चाहिँ हामी सामा किनेर निस्क्यो माछा किनेर ल्याएको यार माछा कडी बनाएर खाने भनेर यहाँ अब म पाहुना म त्यत्रो टाढोदेखि यहाँ छु पाहुनालाई सामान बोकाउनु लाउँछ कतिको थाहा छ कतिको माछा देखाइदियो ल माछा कतिको भने देखाइरहेको थियो 38 हो नि त अहिले त रेट त अनि अनि हेर त कतिको 2000 को रहेछ 2000 को माछा लिएर आउनुभएको छ पैसा तिरेको त हाम्रो काकाले होइन गोरो भएर हो क्या माछा महँगो गोरु अलिक सेतो भएर कालो कालो किने भए चाहिँ अलि सस्तो पर्छ होला होइन त्यही हो जस हामीले किनिसक्यो अहिले चाहिँ हामी हेडिङ थ्रु आवर डेस्टिनी होइन त हाम्रो डेस्टिनीमा लाग्दैछ हाम्रो साथी छ यहाँनिर हाम्रो साथी चाहिँ सिङ्गर हो त्यस्तै सिङ्गरलाई त साथीले आछु बनाइहाल्छ नि ल हालिदियो साथी एउटा गीत हेलो हेलो ओ भाई मारो मुझे मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक ल काकाले एउटा हान्थ्यो त एउटा गाना हान्थ्यो न पिसा पाएर कस्तो एउटा डाइलेक्ट हान न पिसा पाएर भुँडी दुखेछ क्या ए त्यसो नभन न फेरि तिमी भाइरल होला एउटा डाइलेक्ट हान्थ्यौ न म त आएर पेट दुखिरहेछ होइन होला त्यस्तो अश्लील त नबोलाउ न यार साथी बोको त ल हेर पाहुनालाई अब म चाहिँ को त केही छैन पाहुनालाई यार अलिकति मेजमान भन्ने नै छैन यार लत्त कहिले भारी बगाउँछ कहिले के बगाउँछ कहिले यो गर कहिले त्यो गर कहिले भाँडा मजाउँछ गाह्रो छ केटाहरू जेबिसीमा आउनुपर्छ ल कहिले हामी रोड क्रस गर्नु लाग्यो हामी जस दाइकोमा 126 बिल्डिङमा जानु लाग्यो एकजना को दाइ त्यो दाइको नाम के हो अरे त्यो दाइको नाम पनि बिर्स्यो मैले पनि बिर्स्यो साथी के हो अरे त्यो दाइको नाम अहिले हामी को दाइकोमा जान्ला अरे
नामै थाहा छैन जो चिनेकै मान्छे हो एक दुईचोटि भेटेको मान्छे हो नाम चाहिँ बिर्स्यो त्यही पनि अब अहिले त्यहाँ गएर सोधेर भनौँ है तपाईँलाई देखाउने छु म छुट्टी पनि सिद्धो यार सिद्धो छुट्टी नि भोलि फेरि जानुपर्छ काम गर्नलाई आज छुट्टी पनि सिद्धो पैसा पनि सिद्धो छुट्टी पनि सिद्धो सबै सिद्धो तर मलाई पैसा चाहिँ उसको सिद्धो छुट्टी चाहिँ मेरो सिद्धो चाहिँ मजा मलाई चाहिँ मजा अभी मजा आएगा ना भिडो सही सही हो मजा गर्नुपर्छ कहिलेकाहीँ कस्तो कालो देखिरह होला है अब छन् त कालै छु म है यता यो मान्छे चाहिँ गोरु देखिरह होला हाम्रो साथी यहाँनिर गोरु देखिरह होला साथी हेर न यता यो म्यान यो हि सिङ्गल म्यान हो कि यहाँनिर यहाँनिर बेन्च सिङ्गल हो नि मल्टिप्लेयर या मल्टिप्लेक्स कि साथीले मल्टिब्लक भने कि मल्टिप्लेक्स भने साथी मल्टिप्लेक्स भने कि मल्टिब्लक भने ए यार हातै गल्यो यार त्यहाँदेखि भिडियो गरेर आएको मेरो त हातै गल्यो ल अहिले भेट्छु ल खाए ल आफै हाँस्दियो क्या खाए ल थुक ननिल ल भन्नुपर्छ अहिले टक्क हाम्रो साथीले आज खतरा बनाउँछ ऊ चाहिँ अब मल्टी ट्यालेन्ट मान्छे हो क्या पकाउने खुवाउने काम मात्रै गर्छ उसले एकदम इमान्दार कोही हुनुहुन्छ भने यसो यु क्यान इनबक्समा त्यसमा त भिडियो हे मलाई मुख चापेको मान्छेलाई हे मलाई मुख चापेको मान्छेलाई A few moments later. अघि हो हामी दुईजनाले साथी र मैले बोकेको छु होला अघि बोकिरहेको रहेछ खै म बोकिदिन्छु त देऊ भयो यस्तो इमान्दार मान्छे खै म बोक्छु त्यो दिँदैन केही गर्नु दिँदैन लास्टै माया गरेर लास्टै फुलफुलाएर राख्छ मान्छेले केही गर्नु दिँदैन खै म बोक्छु त्यो कतिवटा तिनवटा जोक छ होइन ढोका चाहिँ खुल्ला रहेछ ल दाईको ढोका हामी छिरे ओ यहाँ हन्टिङ यो दाई चाहिँ हुनुहुन्छ पुरै सुतेको नाटक गरिराखेको छ हामी चाहिँ आइपुग्यौँ बोल्दा मैले यहाँ देखिसकेँ यसरी त्यो ढोका चाबिले ए यो दाईको नाम के हो अरे साथी तपाईँको नाम के हो अरे दाई कसैको दाई कसैको भाइ राजेश दाई राजेश दाई त नाम उहाँको राजेश नै है यसलाई बिजोक भन्छ होला होइन यो दाईको जहिले यतिकै हो यस्तै हो बिजोक होइन जहिले यतिकै हो नि दाई होइन हेर्न सक्नुहुन्छ एकदम मनकारी व्यक्तित्व आइपिएल हेरिराख्नु भएको रहेछ गाई जहिले म्यागी खानु लाग्यो यसो यो चाहिँ वामको लागि र हामीले माछालाई म्यारिनेट गरेर यहाँले टक्क हेड के अरे टाइट गरेर राखेको छ माछा तार्नको लागि हामीले रेडी भइसकेको छ यो माछा बनाउने व्यक्ति चाहिँ उहाँ हुनुहुन्छ आज हाम्रो कुक म्यान किनभने अब म चाहिँ पाउनै परेँ र उहाँको खुवाई हेर्न सक्नुहुन्छ मरद छ ल दामी यता काका माछा घिच्ने मान्छे तपाईँ के अरे माछा घिच्ने मान्छे ए माछाको आफन्त हो तपाईँ यहाँ हडताल गर्नु भएको नकाटोस् नकाटोस् ल खाएर देखाऊ वान मोर टाइम लिम खानुपर्छ लिम लिम ल ल लिम खानुपर्छ लिम लिम ल ल हरामी हो खाएर देखाऊ ल कडक कडक छ ल सो गाइज अहिले चाहिँ हामी अब टक्क बनाउन रेडी भइसकेको अवस्थामा छ त्यहाँ माछा फ्राई गर्न हालिसक्यो दाइले बनाउन लाग्नु भएको छ र हाम्रो यो चाहिँ वार्मअपको लागि हामी चाहिँ म्यागी नुडल्स खाँदैछौँ हाम्रो साथीले अब ल साथीले हाल्यो न त्यति नै वाममै
केही बोल्नु न दाइ 2-4 शब्द के भन्छ नि तपाईँ शब्द मैले बोलेको भाइरल हुन्छ न यो दाइ चाहिँ अगाडिको भिडियोमा तपाईँले हेर्न सक्नुहुन्छ भाइरल दाइ हो साथी ल दामी बहुत बेइंसाफ है सबने बेटू छोटे लगी दर्द से छूट पड़ा है तकलीफ है ट्रेजेडी गुजरी उन पर यता मान्छे सिरियस भएर हेरिरहेको छ पुरै मायामा डुबे जति भयो भयो काका भयो भयो कुछ नहीं गुजरा मुझ पर भयो तकलीफ नहीं है काकाले मलाई खुवाउन लाएर ल गाई मेरी रोटी को नहीं तरसा दर की ठोकर नहीं गई माँ बाप भी अब तक जिंदा है मेरे ना बचपन में ज्यादा पिटा दामी छ गाई ना मुलेश किया किसी ने ऊ चाहिँ मेरो अङ्कल हो अडोप्टेड म चाहिँ भतिजा पुरा मलाई सही संतान माया छ कभी कोई बड़ा एक्सीडेंट नहीं हुआ लभली थ्याङ्क यू सो मच फर यर या या ल ल अहिले माछा देखाउने छु तपाईँलाई म माछा त्यहाँनिर पुरै तर्नलाई रेडी भइसक्यो माछा तरिरहेको छ नि दाइ ल छ जस हामी धेरै त छैन मान्छेहरू होइन थोरै मिठो मसिनो यसो छुट्टीको दिनमा होइन परदेशी गाह्रो छ नि आफ्नो घर परिवार इष्टमित्र साथीभाइ सबै छोडेर अरूको ठाउँमा आएर काम गर्नु पर्दाको पीडा त जसले भोग्छ उसले खान्छ नि होइन गाइज त्यही हो सुरुमा नेपालमा हुँदै मैले भन्थे तर होइन रियालिटी लास्टै गाह्रो हुन्छ जब घर परिवारको याद आउँछ साथीभाइको याद आउँछ लास्टै गाह्रो हुन्छ जस परदेशी जीवन एकदम गाह्रो छ गाइज बुझ्नु होला राम्रोसँग पढ्नु होला नेपालमा केही गर्नु होला अरूको ठाउँमा नआउनु काम गर्नलाई त्यही हो ल म देखाउँदै गर्छु अहिलेको लागि चाहिँ लगाइरहेको चाहिँ हामीले पुरा माछा फ्राई गरिसकेर अब माछालाई ग्रेभी बनाउँदैछौँ जस बाची होइन दाइ के भन्नु त दाइ हामीलाई पनि माया लेखेर पार्वती लै 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 हाम्रो पनि मनै त पार्वती लै 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 ल कडा है दाजुभाइबाट अपडेट गर्दै जानेछु अहिले अब दाइले के हाल्नु बतायो बेसार ओके देन आफ्टर खुर्सानी okay this one khurshani होइन रातो yeah and after you are putting coriander and cumin together. okay Okay. okay yeah and After that, ladwa sun okay we are making delicious food After that, yeah. mix masala. okay We already put everything fresh yeah masala, right? okay anything else This is the last one. yeah okay thank you we are showing yeah you can mix it now अब अङ्ग्रेजी जाने होइन बोल्नै पऱ्यो नि जाने चिज त बोल्नु पऱ्यो नि त हजुरहरूले पनि जानेछ भने बोल्नुहोस् हाम्रो रोकेको छैन होइन जाने चिज बोल्नु पायो So now we'll cook in a medium heat for Yeah. 5 minutes okay then after to proper cook all the masalas. yes okay we'll show you later okay Okay. yeah A few moments later. अहिले चाहिँ हामी टक्क खान लागेको अवस्था टक्क हेर्नुहोस् थुक चाहिँ नलिने होला जस हामी खाए टक्क घाम चाल्दै हामीले सो गाइस अहिलेको लागि यति नै अब हिजो जति चाहिँ भिडियो बनाउँदै हिजो बनाएँ आज चाहिँ अहिले चाहिँ म धेरै आफ्नै रुममा आइसकेँ हिजो म साथीहरूसँग गएको थिएँ आज म आइसकेँ र अहिलेको लागि यति नै फेरि पनि भेट्नेछौँ हामी अर्को भिडियोमा र भिडियोलाई स्किप नगर्नु होला पुरा हेरिदिनु होला
लाइक कमेन्ट सेयर हजुरहरूको प्रतिक्रिया दिनुहोला र कहाँ के कसो गल्ती भएको छ कमेन्टमा लेख्नुहोला म सुधार्ने प्रयास गर्नेछु अहिलेको लागि यति नै